जीवनमा चाहिने आनन्द, खुसी, महिमा, शान्ति वचनले दिइरहनु भएको छ। धन्यवाद गर्छु सर्वशक्तिमान ईश्वर हजुरलाई यसु मसीहको नाममा। परमेश्वरको वचन सधैँ जीवित अनि सधैँ क्रियाशील हुन्छ। किन भन्दा दुई धारे तरबार भन्दा पनि ज्यादा धारिला वचनहरूले आज सर्वशक्तिमान ईश्वरले हजुर हामीलाई सधैँ आशीर्वाद वचनको साथमा दिइरहनु भएको छ। जति वचनमा जुट्छौँ त्यति ईश्वरको वचनबाट आशीर्वाद पाउँछौँ। हामीले आशीर्वाद दिनुभएको छ, आशीर्वाद लिन आएका छौँ, आशीर्वादका खुसीहरू लिन आएका छौँ। परमेश्वरले हामीलाई यसु मसीहको नाउँमा दिइरहनु भएको छ। त्यो आशीर्वाद पाएको भनेको आजका गवाईहरू। आज हामीले गवाई पायौँ नि, कस्ता ठुल्ठुला गवाईहरू सुन्यौँ हामीले। धन्यवाद ईश्वर। यस्तै दुष्ट आत्माले यस्तै समस्याहरू दिएर जेलेर त्यसको जालभित्र पारेर रोगी र गरिबी बनाएको थियो। हरेक कुरा त्यसको जालभित्र पारेर धनमा, ज्यानमा, मनमा, सोचमा, परिवारमा, पशु पक्षीमा, खेती किसानमा उसले भित्रबाट काम गरेर रस जति उसले खाएर अनि तपाईँ हामीलाई चोक्टा मात्रै हुन्थ्यो अनि उसको जालभित्र पर्थ्यौँ हामी। त्यो जालबाट हामी निस्किन र त्यहाँबाट उद्धार हुन सक्ने थिएन। त्यसको जालभित्र थियौँ हामी। जसरी एउटा माछा मार्ने माझीले पानीमा झ्याप्प जाल हान्दा त्यो जालभित्र सबै कुरा पर्थ्यो अनि त्यहाँबाट माझीले के गर्नुहुन्थ्यो त, त्यो जाल हान्ने माछा मार्ने दाइले चाहिँ त्यो जालका सबै कुरा फाल्देर अनि माछा मात्रै ल्याउनुहुन्थ्यो। त्यस्तै हामीलाई पनि शैतानले जालभित्र पारेर सबै एकै ठाउँमा बनाइदिएको थियो। शैतानले एकै ठाउँमा थियो र हामीलाई दुःख, कष्ट, पीडा, चिन्ता एकै ठाउँमा राखेर शैतानले दिएको थियो भने आजको दिनमा परमेश्वर पिता आफै जाल हानिदिनु भयो। त्यसको जालबाट हामीलाई उतार्नु भयो र आज परमेश्वरले थोर जतिलाई फालिदिनु भयो अनि असल जति परमेश्वर माछा मार्ने माझी बनेर असल बिरुवालाई आफ्नो साथमा राख्नुभयो। हामी परमेश्वरको असल बिरुवा छौँ। त्यो दलदलबाट, त्यो कष्टबाट, त्यो पीडाबाट, त्यो अशान्तिबाट, त्यो रोदनबाट, त्यो हरेक शैतानका अन्धकारको राज्यबाट छुटाएर आज तपाईँ हामीलाई उच्च राखेर परमेश्वरका वचनले टल्काइदिनु भएको छ। सबैलाई खुसी र शान्ति दिनुभएको छ। हिजो केही नजान्ने मान्छेलाई आज गवाई बताएर परमेश्वरको महिमा गर्ने योग्य बनाउनु। आजका गवाईहरू